मुस्ताङको यात्रा हामी यो ल्यान्ड क्रुजरमा अक्सिजन सहित समय त्यहाँ बसिरहेछ। मुस्ताङको यात्रामा सधैँ गइरहनुहुन्छ नि तपाईँहरू होइन? हाम्रो मुस्ताङ सफर सक्सेस भयो। या त्यो झोरपाटनतिरको मान्छेहरूलाई सबले काम पाउँछ। गाउँको गाउँले काम पाउँछ। त्यहाँ बढी भयो यहाँ चाहिँ मैले दिनु कसले पाएन ए दिनु भइसक्यो ए सिस्टम यो त भयो भन्छ उहाँ चाहिँ सिस्टममा चढेकै छैन। बागलुङको कालिका मन्दिर हो यो। हामी चाहिँ काठमाडौँबाट आएको। अब यो पनि एउटा के अरे आउनै पर्ने एउटा मन्दिर हो अरे, कालिका मन्दिर हो अरे। त्यही भएर हामी पनि पसिहालौँ। मलाई अब उनी भयो चट्ट चोर खाएर बस्ने। अब एकछिन वेट गर मेरो लागि पनि। हात माथि सलल्ल भनेको त कालीगण्डकी पो त्यहाँ खोला हेर न कति सलल्ल मलाई पो भनेर चाहिँ लाग्छ कति मजा। डेन्जर यही त हो नि। एडभेन्चर भने यही हो चिरन ल। अहिले के डेन्जर अझ त्यस्तो छ। अनि देखाउँदाखेरि स्ट्यान्डमा आएर यस्तो गल्ती गर्छ। Hello guys. मार्फा पनि आइपुग्यो। हामी मार्फाको अर्चिड होटलमा बस्ने त्यति निस्किसक्यो। त्यतिको बहिनीसँग पनि झोला बोकेर हिँड्दैछन्।
हाम्रो गाडी मार्फमा हामी यो होटलमा आएर बसियो ल राम्रो छैन टोपी लगाएको भन्दा के त राम्रो छ र BYD नै चाहिनु भएर हो कि कम्पनीले मैले पनि त खोल्नु सक्दिनँ नि त काम गर्छु मसँग पहिला हामीले एकदम छोटो समयको लागि भएर इन्टरनेसनल गर्न सकेन हामीले 31 गते निर्णय गरेको 16 गते सुरु गरेको 15 दिनभित्र सब तयार कहाँकोले जित्यो होइन रेस अनि र्याली मात्र र्याली मात्र मुक्तिनाथ भन्ने सब आइपुगेछ सेल्फी डाँडा जाने बाटो रे